बालाई कमिज आमालाई सारी भन तिमलाई के ल्याइदियो पियारी बुढीमा कुजुने रातैमा हे भन्छौ चिनो तिमीले दिने हो लिनी थिए कुन हकले लिनी हो पूर्णिमाको जुनेली रातैमा ए भन क्यारी सम्झाउ र म तिमलाई श्रीमती हौ सबै हक छ तिमलाई पूर्णिमाको जुनेली रातैमा हे कस्तो दिनमा फसेमा फस्नलाई कान्छी बनी गाह्रो भो बस्नलाई पूर्णिमाको जुनेली रातैमा हे सिन्दुर हाली घर संसार पसाको किन आरोप लाउँछौ र फसाको पूर्णिमाको जुनेली रातैमा मै हो कान्छी मलाई कोलाउरी जाने भए जाउँ साथैमा। नमस्कार, म सागर गुरुङ। आज पनि कार्यक्रम हाम्रो हृदय लिएर फेरि पनि उपस्थित यानि कि हाजिर भइसकेको छु। पक्कै पनि तपाईँ यो कार्यक्रम कति बेला आउँछ भनेर पर्खेर बसिरहनु भएको छ। तपाईँ सबैप्रति फेरि आज पनि मिठो दोहोरी भाका लिएर उपस्थित यानि कि हाजिर भइसकेको छु। लाग्छ आजको व्यवसाय सुन्दर बन्नेछ, सुमधुर बन्नेछ। नेपाली मौलिक नेपाली लोक भाकाहरू प्रस्तुत हुने यो कार्यक्रम आज पनि एउटा रमाइलो दोहोरी प्रस्तुत गर्छौँ। पक्कै पनि त्यो गाउँघर बस्तीको सम्झना कहीँ नै कतै रहेर तपाईँले गर्न सक्नुहुनेछ। परदेशमा हुनुहुन्छ होला, घरदेशमा हुनुहुन्छ होला, घरदेशमा रहनुहुनेलाई पुरानो कुराहरू सम्झना आउँदैछ भने परदेशमा हुने साथीहरू घरदेशको सम्झना गर्दै हुनुहुन्छ। आजको यो भाका तपाईँसँग प्रस्तुत गर्ने तयारी गर्दैछौँ हामी। पक्कै पनि हाइलाइटबाट पनि तपाईँले थाहा पाइसक्नु भएको छ। आज मिठो भाका तपाईँसँग प्रस्तुत गर्ने कोसिस हामी गर्दैछौँ र आज पनि दोहोरी गाउनका लागि लोकप्रिय गायिका प्यारी बहिनी शिला गुरुङ आइसक्नु भएको छ। यहाँलाई हार्दिक स्वागत छ र यसै गरी साथ दिनका लागि मेरो प्यारी बहिनीहरू हुनुहुन्छ, यहाँहरूलाई पनि हार्दिक स्वागत छ। र बहिनी शिला गुरुङसँग आज दोहोरी म आफै प्रस्तुत गर्दैछु भने मेरो साथीहरू, मेरो दायाँ अनि बायाँ भागमा साथीहरू साथ दिँदै हुनुहुन्छ। यहाँहरूलाई पनि मिठो सम्झना छ भने त्यसै गरी प्राविधिक पाटो र वाद्यवादन र क्यामेरा र पक्षमा रहनुहुने सबै साथीहरूलाई मिठो सम्झना व्यक्त गर्दै आजको भाका रहेको छ पूर्णिमाको जुनेली रातैमा। यो भाकाका सर्जक, गायक, कलाकार सबै टिमलाई सम्मान गर्दै आजको यो प्रस्तुति तपाईँसँग प्रस्तुत गर्छु। स्वीकार्नुहोस्। कमिज आमालाई सारी भन तिमलाई के ल्याइदियो पियारी बुढीमा कुजुनेली रातैमा मै हो कान्छी मलाई कोलाउरी जाने भए जाउँ साथैमा आमालाई सारी
तिमीले दिने हो लिने थिए कुन हकले लिने हो पूर्णिमाको जुनेली रातैमा लाउरे जीवन अर्कैको हातैमा सँगै बस्न पाएन साथैमा तिमीले दिने हो तिमीले दिने हो लिने थिए कुन हकले लिने हो पूर्णिमाको जुनेली रातैमा लाउरे जीवन अर्कैको हातैमा सँगै बस्न पाएन साथैमा लाउरे जीवन अर्कैको हातैमा सँगै बस्न पाएन साथैमा ए भन क्यारी सम्झाउ र म तिमलाई सम्झाउ र म तिमलाई श्रीमती हौ सबै हक छ तिमलाई पूर्णिमाको जुनेली रातैमा मै हो कान्छी मलाई गुलाउरे जाने भए जाऊ हिँड साथैमा सम्झाउ र म तिमलाई सम्झाउ र म तिमलाई श्रीमती हौ सबै हक छ तिमलाई पूर्णिमाको जुनेली रातैमा मै हो कान्छी मलाई गुलाउरे जाने भए जाऊ हिँड साथैमा मै हो कान्छी मलाई गुलाउरे जाने भए जाऊ हिँड साथैमा हे किनी ल्यायो धागो र चोरा धागो र चोरा सबै दिए दिएनौ सिन्दुरा पूर्णिमाको जुनेली रातैमा लाउरे जीवन अर्कैको हातैमा सँगै बस्न पाएन साथैमा धागो र चोरा धागो र चोरा सबै दिएनौ सिन्दुरा पूर्णिमाको जुनेली रातैमा लाउरे जीवन अर्कैको हातैमा सँगै बस्न पाएन साथैमा लाउरे जीवन अर्कैको हातैमा सँगै बस्न पाएन साथैमा हे सिन्दुर हाली भित्र्याको घर हो भित्र्याको घर हो आज तिमलाई के भएको छ र हो पूर्णिमाको जुनेली रातैमा मै हो कान्छी मलाई गुलाउरे जाने भए जाऊ हिँड साथैमा भित्र्याको घर हो भित्र्याको घर हो आज तिमलाई के भएको छ र हो पूर्णिमाको जुनेली रातैमा मै हो कान्छी मलाई गुलाउरे जाने भए जाऊ हिँड साथैमा मै हो कान्छी मलाई गुलाउरे जाने भए जाऊ हिँड साथैमा हे कस्तो दिनमा फसे म फस्नलाई
फसेमा फस्नलाई कान्छी बनी गाह्रो भो बस्नलाई पूर्णिमाको जुनेली रातैमा लाउरे जीवन अर्कैको हातैमा सँगै बस्न पाइएन साथैमा फसेमा फस्नलाई कान्छी बनी गाह्रो भो बस्नलाई पूर्णिमाको जुनेली रातैमा लाउरे जीवन अर्कैको हातैमा सँगै बस्न पाइएन साथैमा लाउरे जीवन अर्कैको हातैमा सँगै बस्न पाइएन साथैमा हे सिन्दुर हाली घर संसार पसाको किन आरोप लाउँछौ र फसाको पूर्णिमाको जुनेली रातैमा मै हो कान्छी मलाई कुलौरी जाने भए जाउँ साथैमा घर संसार पसाको किन आरोप लाउँछौ र फसाको पूर्णिमाको जुनेली रातैमा मै हो कान्छी मलाई कुलौरी जाने भए जाउँ साथैमा मै हो कान्छी मलाई कुलौरी जाने भए जाउँ साथैमा हे तयार छैनौ केही कुरा सुन्नलाई जान्या रहेछौ अनेक जाल बुन्नलाई पूर्णिमाको जुनेली रातैमा लाउरे जीवन अर्कैको हातैमा सँगै बस्न पाइएन साथैमा केही कुरा सुन्नलाई जान्या रहेछौ अनेक जाल बुन्नलाई पूर्णिमाको जुनेली रातैमा लाउरे जीवन अर्कैको हातैमा सँगै बस्न पाइएन साथैमा लाउरे जीवन अर्कैको हातैमा सँगै बस्न पाइएन साथैमा हे बरबर आउँछौ के मेसो पाइनौ र बिरामी छौ औषधि खाइनौ र पूर्णिमाको जुनेली रातैमा मै हो कान्छी मलाई कुलौरी जाने भए जाउँ साथैमा केही मेसो पाइनौ र बिरामी छौ औषधि खाइनौ र पूर्णिमाको जुनेली रातैमा मै हो कान्छी मलाई कुलौरी जाने भए जाउँ साथैमा मै हो कान्छी मलाई कुलौरी जाने भए जाउँ साथैमा हे सधैँभरि घरका कोरिसमालाई
घरका कोरिसमालाई बरु ल्याइदेऊ एक सिसी बिसमालाई पूर्णिमाको जुनेली रातैमा लाउरे जीवन अर्कैको हातैमा सँगै बस्न पाइएन साथैमा घरका कोरिसमालाई घरका कोरिसमालाई बरु ल्याइदेऊ एक सिसी बिसमालाई पूर्णिमाको जुनेली रातैमा लाउरे जीवन अर्कैको हातैमा सँगै बस्न पाइएन साथैमा लाउरे जीवन अर्कैको हातैमा सँगै बस्न पाइएन साथैमा हे म पल्टनमा तिमी छौ मेलामा तिमी छौ मेलामा नलाऊ बचन घर आउने बेलामा पूर्णिमाको जुनेली रातैमा मै हो कान्छी मलाई कोलाहुरी जाने भए जाउँ साथैमा तिमी छौ मेलामा तिमी छौ मेलामा नलाऊ बचन घर आउने बेलामा पूर्णिमाको जुनेली रातैमा मै हो कान्छी मलाई कोलाहुरी जाने भए जाउँ साथैमा मै हो कान्छी मलाई कोलाहुरी जाने भए जाउँ साथैमा एहे तिमलाई सधैँ ओहो राछ ओहो राछ मलाई बुझ्ने कोही छैन थाहा छ पूर्णिमाको जुनेली रातैमा लाउरे जीवन अर्कैको हातैमा सँगै बस्न पाइएन साथैमा ओहो राछ ओहो राछ मलाई बुझ्ने कोही छैन थाहा छ पूर्णिमाको जुनेली रातैमा लाउरे जीवन अर्कैको हातैमा सँगै बस्न पाइएन साथैमा लाउरे जीवन अर्कैको हातैमा सँगै बस्न पाइएन साथैमा हे तिमी सधैँ झर्केर बोल्ने हो झर्केर बोल्ने हो मेरो बाकस तिमीले नै खोल्ने हो पूर्णिमाको जुनेली रातैमा मै हो कान्छी मलाई कोलाहुरी जाने भए जाउँ साथैमा झर्केर बोल्ने हो झर्केर बोल्ने हो मेरो बाकस तिमीले नै खोल्ने हो पूर्णिमाको जुनेली रातैमा मै हो कान्छी मलाई कोलाहुरी जाने भए जाउँ साथैमा मै हो कान्छी मलाई कोलाहुरी जाने भए जाउँ साथैमा एहे सधैँ राख्छौ तिमीले
पछि तिमीले म पछि जेठीसँग आउँछौ र नपछि पूर्णिमाको जुनेली रातैमा लाउरे जीवन अर्कैको हातैमा सँगै बस्न पाइएन साथैमा तिमीले म पछि तिमीले म पछि जेठीसँग आउँछौ र नपछि पूर्णिमाको जुनेली रातैमा लाउरे जीवन अर्कैको हातैमा सँगै बस्न पाइएन साथैमा लाउरे जीवन अर्कैको हातैमा सँगै बस्न पाइएन साथैमा हे तिमी बाहेक कोही छैन मेरा कोही छैन मेरा घोरिएर सोच त एक फेरा पूर्णिमाको जुनेली रातैमा मै हो कान्छी मलाई कुलाउरे जाने भए जाउँ हिँड साथैमा कोही छैन मेरा कोही छैन मेरा घोरिएर सोच त हेरा पूर्णिमाको जुनेली रातैमा मै हो कान्छी मलाई कुलाउरे जाने भए जाउँ हिँड साथैमा मै हो कान्छी मलाई कुलाउरे जाने भए जाउँ हिँड साथैमा हे छोड्छु भन्थे सकिन मैले नि सकिन मैले नि यस्तै भनी फकाउँछौ जहिले नि पूर्णिमाको जुनेली रातैमा लाउरे जीवन अर्कैको हातैमा सँगै बस्न पाइएन साथैमा सकिन मैले नि सकिन मैले नि यस्तै भनी फकाउँछौ जहिले नि पूर्णिमाको जुनेली रातैमा लाउरे जीवन अर्कैको हातैमा सँगै बस्न पाइएन साथैमा लाउरे जीवन अर्कैको हातैमा सँगै बस्न पाइएन साथैमा हे उन्न लाग्यो अब त जा साँझमा घर आइपुग्छु म आज पूर्णिमाको जुनेली रातैमा मै हो कान्छी मलाई कुलाउरे जाने भए जाउँ हिँड साथैमा अब त जा अब त जा साँझमा घर आइपुग्छु म आज पूर्णिमाको जुनेली रातैमा मै
ढिलैको मान्छेलाई शोभायात्रा छ मेरो मान्छेलाई पूर्णिमाको जुनेली रातैमा लाउरे जीवन अर्कैको हातैमा सँगै बस्न पाइएन साथैमा ढिलैको मान्छेलाई शोभायात्रा छ मेरो मान्छेलाई पूर्णिमाको जुनेली रातैमा लाउरे जीवन अर्कैको हातैमा सँगै बस्न पाइएन साथैमा मै हो कान्छी मलाई कुलाउरे जाने भए जाउँ साथैमा लाउरे जीवन अर्कैको हातैमा सँगै बस्न पाइएन साथैमा मै हो कान्छी मलाई कुलाउरे जाने भए जाउँ साथैमा आहा मै हो कान्छी मलाईको लाहुरी जानी भए जाउँ हिँड साथैमा यो गीत तपाईँसँग प्रस्तुत गऱ्यौँ र आदरणीय दर्शकबिन घर देश अनि प्रदेशबाट हामीलाई हेर्दै हुनुहुन्छ कस्तो लाग्यो आजको श्रृङ्खला जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया पक्कै पनि दिन भुल्नुहुने छैन तपाईँको आत्मसात कार्यक्रम अवधिभर रह्योला भन्ने हामीले आशा अनि अपेक्षा गरेका छौँ र यतिखेरसम्म हामीले एउटा विषयवस्तु एउटा काल्पनिक विषयवस्तुसँग जोडेर हामीले प्रस्तुत गऱ्यौँ कसै न कसैको जिन्दगीसँग मेल खान सक्छ तर आज एउटा काल्पनिक विषय उठान गरेर तपाईँसँग प्रस्तुत गऱ्यौँ यो विषयसँगै रमाइलो गरौँ यसको लागि साथ दिनुहुने प्यारी बहिनी शिला गुरुङलाई धेरै धेरै धन्यवाद छ र यसैगरी साथ दिनुहुने मेरो प्यारी बहिनीहरू यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद र त्यसै गरी मलाई साथ दिनुहुने मेरो साथीहरू यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद छ भने वाद्यवादन त्यसै गरी छायाङ्कन पक्ष र प्राविधिक पाटोमा साथ दिनुहुने सबैलाई धेरै धेरै धन्यवाद अनि आभार व्यक्त गर्दै तपाईँ र मेरो भेटघाट अर्को श्रृङ्खलामा पक्कै हुनेछ त्यसको लागि तपाईँले यो कार्यक्रम मनपर्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न भने पक्कै पनि भुल्नुहुने छैन र जब तपाईँले लाइक कमेन्ट सेयर गर्नुहुन्छ नि त्यति बेला तपाईँको मोबाइलमा तपाईँको टिभीमा र तपाईँसँग सबैभन्दा अगाडि आउनेछ हामीले यो अपेक्षा गरेका छौँ र त्यसैले तपाईँको आत्मसातको अपेक्षा गर्दै अर्को श्रृङ्खलामा भेट हुने बाचासहित म तपाईँको साथी र नेपाली गीत सङ्गीतको एउटा सारथी आज भने आजको यो श्रृङ्खलाबाट बिदा माग्छु हस् नमस्ते।